नमस्कार। म आज हजुरहरू समक्ष श्रीमद् भागवत महापुराणको 11औं स्कन्द जो आत्मज्ञानसँग सम्बन्धित छ त्यसको चौथो अध्यायको बारेमा विविध कुराहरू म निवेदन गर्दैछु। अर्थात् यस अध्यायमा ऋषभदेवका छोरा द्रुमिलले चाहिँ नि राजा निमिलाई यो ईश्वरको अवतारहरूको बारेमा बताउनु भएको छ र त्यसबारे विद्वान साहित्यकार धार्मिक व्यक्तित्व सरकारी सेवा पनि काम गर्नुभएको लेखन कार्यमा लागिरहनु हुने बद्री पोखरेल डाक्टर बद्री पोखरेल उहाँले चाहिँ नि आफ्नो पुस्तकमा चाहिँ नि लेख्नु भएको कुरा जे जुन रूपले छ त्यही म हुबहु पढेर सुनाउँदै छु हजुरहरूको जानकारीको लागि। र मलाई चाहिँ नि उहाँको ईश्वरको स्वरूप बारे उहाँले बताउनु भएको कुरा धेरै राम्रो लाग्यो। त्यसकारणले म निवेदन गर्दैछु जुन निम्नानुसारको छ। भगवानको हिजो आज र भोलिका स्वरूप र अवतारहरू बारे जान्न चाहेका राजा निमिलाई ऋषभदेवका 100 छोरा मध्येका द्रुमिल भन्दछन्। भगवानका स्वरूपको आकलन र गणना गर्न सम्भव छैन। देवता, ब्राह्मण, गाई, पृथ्वी र भक्तहरूको संरक्षण गर्न र दुष्टहरूको नाश गर्न विभिन्न समयमा भगवानले विभिन्न अवतार दिनुभएको छ। पञ्चमहाभूतद्वारा विराट स्वरूप धारण गरेर विराट पुरुष बन्नुभएको छ। भगवानको यो पहिलो अवतार हो। उनी भगवानले सत्वगुणद्वारा विष्णुको उत्पत्ति गरेर जगतको सृष्टि, स्थिति र संहार गर्नुभएको हो। त्यस्तै रजोगुणद्वारा ब्रह्माको उत्पत्ति गर्नुभएको थियो भने तमोगुणद्वारा रुद्रको उत्पत्ति गर्नुभएको थियो। उनी परमात्माले दक्ष प्रजापतिकी कन्या मूर्तिबाट धर्मद्वारा बद्रिकाश्रममा तपस्या गर्ने नरनारायणको अवतार लिनुभयो। भगवानले नै हंस, दत्तात्रेय, सनकादि मुनिहरू, ऋषभदेव आदि अवतार लिएर ज्ञानोपदेश गर्नुभयो। वराह अवतार लिएर पृथ्वीको उद्धार गर्नुभयो। कुर्म अवतार लिएर अमृत मन्थनको समयमा मन्दराचललाई पिठ्युमा बोक्नुभयो। हरिको अवतार लिएर गजेन्द्रलाई मोक्ष गर्नुभयो। वामन अवतार लिएर बलिलाई नियन्त्रणमा लिई इन्द्रलाई राज्य फिर्ता गर्नुभयो। राम अवतार लिएर रावणलाई वध गर्नुभयो। उनी भगवानले कलिको अन्तमा कल्कीको अवतार लिनुहुनेछ। धन्यवाद।